हाल्यो पुरै हाल्यो हेर्नु न उता शेरेको आगमन भएको छ। अब गगनले सानीपा खाली गर्दा हुन्छ नै शेरबहादुर देउवाको स्वागतको लागि खटिनुहुन्छ। हामी खटिन्छौँ, पानी असिना परे पनि हामी तपाईँ शेरबहादुर देउवाको लागि मर्न तयार छु। ह्यान्डसम मान्छे देखेर फिक्री भएको, बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको। तिनीहरूको आइडल होस्, तैबाट सिकेको होला। यो तिनीहरूको आइडल हो, यहीबाट सिकेको होला। तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र आज ज्ञान सकिन अरु सक्छ यहाँ अभिबद्धता है भाइ अभिबद्धता नसुनाभो तेरो प्यार 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 गर्ने बाजाको भाषण। राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्, गएको छैन अझ यो राजाको शासन। म त खै के भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु। आजको फ्राइडे गुड बनाउन आएको, तर गुड होला जस्तो लागेन, ब्याड भइरहेछ। यहाँ कुन पार्टीमा हाल्नुभयो तपाईँले भोट चाहिँ? मैले त घन्टीमा। मैले चाहिँ पर्सनल्ली रूपमा शेरबहादुर देउवा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। र मैले अब घन्टीलाई नै भोट हाल्दै आएको। किनभने गल्ती छैन भने जुन कुराहरू अब पैसा भेटेको कुराहरू होइन के हो बुढालाई नै थाहा होला होइन। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ धेरै पछि आउँछ, यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब